हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला भन्ने आशा राख्दछु। आज चाहिँ शनिबार, म चाहिँ स्कुल गएको छैन। मेरो प्यारा प्यारा भाइहरू चाहिँ यता छन्। आजको दिन कस्तो हुन्छ हजुरलाई देखाउने सक्दो प्रयास गर्नेछु। अन्तिमसम्म हेरिदिनु होला। चाहिँ यता थोरै मेरो माउली ठाउँको खेतहरू देखाउँदैछु। यता चाहिँ हरियो बारीहरू छ, गाउँ हरियो भइरहेको छ। देखिन मन छ कि नै? मेरो भाउजूको चाहिँ भ्लगर बन्ने इच्छा छ, गराउन सक्दिनँ अरे। वेलकम छ तपाईँलाई मेरो भ्लगमा। थ्याङ्क यू। माइजूलाई पनि। हेर्नुहोस्, गाउँले जीवन यस्तै छ। भैँसीको लागि घाँस काट्नलाई आउनु भएको छ। अनि उहाँले भैँसीलाई घाँस काटेर दिनुहुन्छ, भैँसीले उहाँलाई दुध दिन्छ। अब म चाहिँ जान्छु माथितिर। यो चाहिँ हाम्रो मामा गाउँको कुलो त्यस पछाडि माइजूले चाहिँ भाँडा धोएर राख्नु भएको छ। तर एउटा अनौठो कुरा क्या, एउटा मान्छे त हो त्यो पनि, त्यसलाई बोल्न पो सक्दैन। त्यसलाई पनि त बाँच्ने आश छ त। त्यहीको ज्यान लगेकिन मेरो मामा गएर जान्छ गरे, मेरो मामा खोटको जान्छ गरे। यो कस्तो हुन्छ साँझसम्म देखाउने छु। अब म चाहिँ खाना लगेर फेरा जाँदैछु मामाहरूको लागि। खाना लगेर जान्छु फेरा। यता चाहिँ जता गए पनि गाउँ मात्रै छ। एकदमै हरि। म चाहिँ खोलातिर पुगिसकेको छु। यतातिर चाहिँ यस्तो खोला छ। चाहिँ रोडबाट पनि बाटो छ, तर म चाहिँ यहाँ खोलाबाट आएको आज मामाहरूको लागि, दुईवटा मामाको लागि खाना बोकेर हिँडिरहेको छु। म चाहिँ फेरा पुगिसकेको छु। मेरो मामाहरू चाहिँ खाना खाँदै होइसिन्छ। हामी चाहिँ पानी ल्याउनको लागि तल नदी जान लागेको छौँ। नदीमा चाहिँ त्यो खटको फाल्नलाई चाहिने ढुङ्गा अनि त्यो कोइला पानी ल्याउनु पर्छ अरे। त्यही भएर बहिनी र म चाहिँ तल पानी ल्याउनलाई जान लाग्छौँ। ऊ तल हो, त्यहाँ चाहिँ नदी छ, नदीबाट पानी ल्याउने। फेरा बजार चाहिँ यही हो, फेरा बजारको पुल। अनि फेरि फेरा बजारदेखि तल जाँदैछौँ। यसैमा ल्याउने हो अरे पानी। यसबाट ढुङ्गा जान्छ होला र 9वटा ढुङ्गा हाल्नुपर्छ अरे। अब पनि कस्तो लागेको छ क्या। वाह वाह चटक घट्ट छ। हामी चाहिँ नदीको छेउमा आइसकेका छौँ। फाइनली हामीले चाहिँ पानी लगिसकेका छौँ। अब हामी चाहिँ जान्छौँ घर। चाहिँ यो यस्तो छ कि कपाल फरर। म चाहिँ फेराबाट आइसकेको छु। बाटोमा मेरो हातमा सामान थियो, त्यही भएर भिडियो बनाउन पाइएन। हाम्रो हजुरआमा चाहिँ हो उहाँ केटीमा लाग्नु छ, साग टिप्न लाग्नु छ तरकारी खानको लागि।
माइजू चाहिँ कहाँ जानु भयो म चाहिँ माइजूलाई खोज्दै खोज्दै आइरहेको छु चक्लेट खाइरहेको छु मैले चक्लेट चाहिँ सानो सानो पाठाहरू छ हामी चाहिँ पानी लिन आएका छौँ हाम्रो माइजू चाहिँ यता गाग्रो मास्दै हुनुहुन्छ आज चाहिँ हाम्रो साइलो माइजूको घरमा चाहिँ धेरै पाहुना आउन लाग्नु भएको छ धेरै पाहुना लाग्नु भएको छ अनि त्यही भएर पानी धेरै चाहिन्छ त्यही भनेर पानी लिने भनेर आएको यहाँ गाग्रो चाहिँ पल्टिसक्यो यो चाहिँ यसलाई के भन्छ यसले गाग्रो माझ्यो भने एकदमै टलक्क टल्काइदिन्छ टलक्क टल्काउँछ यतातिर चाहिँ एकदमै राम्रो छ आकाश कस्तो दामी देखा त्यही हो अब साँझ खटको फाल्दा आउन लाग्नु भएको छ हाम्रो मामा उहाँहरूसँगै आउन लाग्नु भएको छ हजुरआमाहरूसँग भेट हुन्छ जस आज त्यता चाहिँ टिभी गराउँदै हुनुहुन्छ पानी लिएर आइसकेँ यता माथि चाहिँ टिभी बनाउँदै हुनुहुन्छ सेभेटमा चाहिँ माथि आइसकेको छु यो चाहिँ नक्कली फाइनली टिभी बनिसकेको छ यता चाहिँ रेडी भइसकेको छ मामाको खटको फालेको हेर्नलाई चाहिँ उहाँहरू आउनुभएको छ उहाँ चाहिँ मामा उहाँ चाहिँ सुतेको चाहिँ दाइ मैले चाहिँ खाना खाइसकेँ यता चाहिँ आगो बलिरहेको छ खटको फाल्न मन छ खान्छौँ दाइ धागो कहाँ छ चाहिँ भित्र हजुरआमाहरू बस्नुभएको छ अहिले चाहिँ 12 बज्ने आँट्यो 12 बज्न लागेको छ यता चाहिँ त्यहाँ खड्को फालेर सकिने लागेको छ मेरो माइजू चाहिँ यता तल केरा ल्याउन लागि जान लाग्नु भएको छ केराको पात अझै एकचोटि सुतेर उठिसकेँ खटको फाल्नको लागि त्यो सामग्री लगेर गइसक्नु भएको छ यहाँ हेर्नुहोस् यी बालकलाई बिचार पर्छ ज्ञानी भएर बस्नुहोस् चाहिँ मासु पकाउनको लागि टमाटर काट्दै हुनुहुन्छ मेरो माइजूले पकाउँदै मासुलाई जलाउँदै हुनुहुन्छ त्यो बिचारा त्यो पाठुलाई आधी मासु चाहिँ आइसक्यो आधी खाएर दुनियाँभरको हस्पिटल खोलिरहेको जनतालाई त्यति खाउँ 2-3 रुपियाँ मात्र खाउँ हामी होइन यति बेला हुन्छ अन्त भतिजा यहाँ भात खान भन्नुहुन्छ यहाँ दिएलाई फाइनली मैले चाहिँ खानासाना खाएँ अर्को भिडियोमा भेटौँ।